ल छाती देखाउने, कम्मर देखाउने, नाइटो देखाउने केटीहरूकोमा लाखौं भ्युज आउँछ। तर यसरी बाटोमा आफ्नो घर चलाउनको लागि, आफ्नो पढाइ खर्च जुटाउनको लागि बाटोमा व्यापार गरेर बस्नुभएको बहिनीलाई कसैले पनि लाइक गर्दैनन्, कसैले पनि सेयर गर्दैनन्, कसैले पनि बहिनी गुड वर्क भनेर कसैले पनि कमेन्ट गर्दैनन्। यहाँ चाहिँ नाइटो देखाएर, छाती देखाएर असली हरकत गरेको भिडियोमा चाहिँ धेरै भ्युज गर्छन्। उहाँलाई सम्मान गर्नुहोस् न, उहाँलाई सम्मान गर्नुहोस्। उहाँले राम्रो काम गर्नुभएको छ त, कसैको चोरेको छैन, ठगेको छैन। म यस्तो मान्छेलाई चाहिँ सम्मान गर्न चाहन्छु कि किन भनेदेखि घरको आर्थिक अवस्था कमजोर छ। गाउँमा कतिपय मान्छेहरूको आर्थिक अवस्था कमजोर हुन्छ, आफ्नो घरमा काँक्रो, फर्सी, मेवा, आँपहरू, लिचीहरू, केराहरू बेच्न लजाउनुहुन्छ के। लजाएर उहाँहरू गरिबै बन्नुहुन्छ। गरिब मान्छे लजाउनुहुन्छ अनि सहरमा आउनुहुन्छ, सहरमा आएर चाहिँ 8,000 9,000को अरूको नोकरी गर्नुहुन्छ। लौन हजुर भन्दा नाक जोत्दै जानुहुन्छ। यो गरेदेखि तपाईँहरूको 20-25 हजार त महिनाको कमाइ त हुन्छ नि, नहुने होइन नि। बाटोमा चिया बेच्नुहोस्, चरपटे बेच्नुहोस्, चुरोटहरू बेच्नुहोस्, चाउचो बिस्कुट बेच्नुहोस्, इन्कम हुन्छ नि त।